भयो ल ल सुरु भयो ल ल है दिदो पकाउँदैछ भने यहाँ पिठो गाउँदेखि आएको पिठो लिएर आएको आज कोदोको ढिँडो खाने ठाउँ तयारीमा सबै सकायो भाइ तँले साह्रो देखाउने हो त नि नाल्नु अब बिस्ने पनि हेर त हेट तरिको हाम्रो बिस्ने सर पनि आज चाहिँ हो यसरी दिन्छ नि हल्ला उता हल्ला न हल्ला देखाने विष्णु दाई श्रीधर के अरे साइलाको छोरा जेठो विष्णु दाई यता फेरि हुक्दीको रबिन भाइ यता फेरि हुक्दीको हेमे म चाहिँ अब कोहीको मेखेको छोरा कान्छ हेर्नुहोस् आजको चाहिँ जस स्पेसल खाना अर्ग्यानिक भनेको यही हो हेर्नुहोस् सरहरू तपाईँलाई कतिलाई थाहा छ कतिलाई थाहा छैन होला अब यो चाहिँ हाम्रो ठेट भाषा भनेको कोदो हो कोदोबाट ढेँडो बनिन्छ रोटी पनि खाइन्छ यसको तर यो चाहिँ अहिले एकदम लोभ हुँदैछ हेर्नुहोस् सरहरू तर यो तपाईँले देख्ने बित्तिकै चिनिहाल्नुहुन्छ यो ढेँडो भन्ने यो गाउँघरमा यो पाहाडतिर बस्नेलाई थाहा हुन्छ यो तराईतिर बस्नेलाई अलिक थाहा हुँदैन हेर्नुहोस् साथीहरू